बद्री पङ्गेनी लगायतका शर्मिला गुरुङ सहितका कलाकारहरू हामी सँगै बस्छौँ भन्दै गर्दाखेरि मैले कहीँ सुनेको थिएँ तपाईँ र बद्री पङ्गेनी एउटै कोठामा बस्नुहुन्थ्यो। एउटै फ्ल्याट थियो, एउटै कोठा हो भोटिपाहालमा। भोटिपाहालमा त्यो भोटिपाहालमा तपाईँहरूले सङ्घर्ष गरेको याद छ? धेरै छ नि त्यो भोटिपाहालमा। अब सङ्घर्ष भोटिपाहालको सङ्घर्ष, राजु परियारको भोटिपाहालमा गरेको सङ्घर्ष खासै दुःख भएन, किनकि आमाको भूमिकामा दिदी शर्मिला गुरुङ हुनुहुन्थ्यो, साथीको भूमिकामा बद्री पङ्गेनीज्यू। हामी जहिले पनि मेरो जीवनकालमा त्यति मिठो साथी हुनुहुन्छ मेरो बद्री पङ्गेनीज्यू। त्यस्तै गरी हाम्रो श्याम गन्धर्व, हामी लक्ष्मीपन दिदीहरू धेरै थियौँ। त्यहाँ सामुदायिकमा भएपछि म दिदीले पकाएर खुवाउने भएपछि त्यो एउटा सिङ्गो परिवार थियो। सिङ्गो परिवार थियो त्यो बेलामा। बद्री पङ्गेनीज्यूको पिएन क्याम्पस लगायत तानसेन खसेडीहरू गीत चलेका थिए। अनि कतिपय कभरमा त म आफैले पनि साइन हानेको छु, त्यो साइन हाल्नु पर्थ्यो। त्यति मिठो साथीत्व भाव हामी के भेट्दैन, मैले सिटिमिटी फोन कल नै हुन्न, तर भेटेपछि छुटिन सक्दैनौँ। आफ्नो कार्य व्यस्तताले गर्दैन, धेरै भयो भेटेको छैन। तर उही मिडियाहरूमा बित्दाखेरि फोन गर्ने कहिलेकाहीँ फोन गरिन्छ। अनि उही तन्त्रमा चल्छ हामीमा। कलाकारहरू एउटै फ्ल्याटमा एउटै कोठामा बस्दाखेरिको माहौल चाहिँ कस्तो हुँदो रहेछ? सङ्गीत राति छिमेकीले सुत्न पाउँदैन थियो होला? होइन, हामी सिङ्गो फ्ल्याट थियो। सिङ्गो फ्ल्याटमा 1 2 3 4वटा कोठा थियो। अनि सबै आफ्नो कोठामा हुन्थ्यौँ। तर सङ्गीतमय हुन्थ्यो होइन। त्यो ढोका लगाएपछि कसैले सुन्थेन, भित्र मादल बजाएर बसिरहन्थ्यौँ हामी डोरीसँग सकेर आएर पनि। रमाइलो, त्यो बेला रमाइलो थियो। के गरौँला यो आज तपाईँहरूसँग बोल्न पाउँला भने त सोचेको थिइनँ मैले। आज श्रोता दर्शकले धेरै माया गर्नुहुन्छ होला भन्ने मैले सोचेको चाहिँ थिएन। अब यहाँबाट अर्को यात्रा कहाँ तय गर्ने हो भन्ने नै हुन्थ्यो कतिपय अवस्थामा।